आज चाहिँ सबैजनालाई थाहा भएकै कुरा हो है, आज चाहिँ वर्ल्ड एन्भाइरोन्मेन्ट डे है। सो आज चाहिँ हामी लागि जाँदैछु है। अनि म चाहिँ यहाँ एसएससी मेरो आइडेन्टिटी कार्ड है, एसएससीद्वारा पनि हामीले वृक्षारोपण गरिरहेको छ। अनि यहाँनिर आशाको पनि हुनुहुन्छ हाम्रो माइजू। सो अहिले हामी के गर्छु है तपाईहरुलाई देखाउने छु। सो वन्स अगेन ह्याप्पी एन्भाइरोन्मेन्ट डे सबैजनालाई। हेलो साथीहरू, अहिले त हामी यहाँ डाँडामा छौँ है, साथीभाइहरूलाई हामी पर्खिरहेका छौँ है। अनि हामी एसएसजी मात्रै नभएर सबैजना आफ्नो आशादेखिको लिएर है गाउँ समाजको हरेक घरको सदस्यहरू सबैजना यहाँ जुट भएर हामी भेला भएका छौँ। अनि साथसाथै यहाँ नानीहरूलाई चाहिँ विश्व पर्यावरण दिवस के हो र यसको जानकारी छोटकरीमा दिँदै है यहाँनिर एउटा सानो प्रोग्राम पनि राखिएको छ। त्यस पश्चात हामी चाहिँ आफ्नो तर्फ वृक्षारोपणको लागि हामी तयारी गर्दै हामी जान लागेको। अनि सो तपाईँहरू पनि हेर्दै गर्नु होला है, हामी के गर्नेछौँ त्यो तपाईँहरूलाई देखाउनेछु। हेलो साथीहरु, हामी रुखहरू रोप्नु आज हामी कहाँ जान्छु हात्ती छिर्न जान्छु होइन। अलिकति टाढो छ, त्यही भएर चाहिँ हामी चाहिँ पिकअपमा छु बाहिर। आइसला दामी देखे दामी। सो हामीले त्यहाँ भनिरहने कुरा होइन है, आजको दिनमा चाहिँ तपाईँहरूले सबैजना, आज त वर्ल्ड एन्भाइरोन्मेन्ट डे है, घरको हरेक एकजना चाहिँ निस्केर चाहिँ तपाईँहरूले पनि यसरी हामी जस्तै है, हामी जस्तै साथ दिएर वृक्षारोपण गरिदिनु होला है। हामी चाहिँ सबैजना एसएसजी ग्रुपहरू है, एसएसजी यहाँनिर आशाहरू तपाईँ रिता भाउजू सिक्कल दिनु यो मेरो त सुरु गरौँ है। हाम्रो अलग्गै गरौँ। गतिलो भाइ ल्याउ तल तल जाउँ न। जाउँ हामी आमामा लामो लामो परेछ त हौ जरा त अलिक गहिरो खनेर चियापत्तीको पत्ता जस्तो नि हो र के हो यो हैन। साथीको हालिदिउँ, हाल्दैछु एसएसजीबाट हाल।